यसो बाटोदेखि साथीहरूलाई टिचिङ हान्दै Hello guys, welcome back in our channel. अनि आज चाहिँ के भन्ने होली हो नि त अनि आज चाहिँ मेरो भाइहरु बिहानै कति मम्मी कति बजेको छ अहिले मम्मी कति बज्छ र अब हिजो यतिखेर कति बज्यो त्यति बज्छ अहिले चाहिँ घडी वा गर 5:47 मात्र हुँदैछ भाइहरु चाहिँ मन चाहिँ लुगा लामालाई मुखबाट आटे भन्न लोला हेर्नु गाइस हामीसित चाहिँ यस्तो खालको लोला छ हैन अनि यो 50 को प्याकेट छ हैन अनि अर्को फेरि यस्तै 50 को प्याकेट छ अनि यो मेरो 600 रुपैयाँको पिचकारी फेरि फ्लेक्सै हानेको हैन नि फ्लेक्स अनि गाइस यसो हो के कस्तो भने एउटा यो केटो भन्ने चाहिँ निनै नलाग्दो रहेछ हो अब यो अहिले सानो सानोमा त अब होली भन्ने एकदम हुन्छ नि त अलिक कस्तो हुन्छ भन्ने टाइपको हुन्छ अनि त्यही भएर पनि हो क्या तर यिनीहरू चाहिँ के भने नसुती यति बिहानै उठ्छन् अनि म चाहिँ के कारणले यति छिटो उठेको भने म सुतिरहेको थिएँ होइन गाइस अनि यिनीहरू चाहिँ हल्ला गरे क्या अनि म उठिहालेँ हेलो गाइस मैले लुगा लगाइसके 1 सेकेन्ड पारा हेलो गाइस मैले लुगा लगाइसके नाच्देऊ न त एकचोटि लु पनि नाच्दा भाइ उठेर नाच न छिटो जाउँ गाइस अब मेरो दिदीले चाहिँ हैन लोला फुलाइदिनुहुन्छ मलाई आउँदैन नि त फेरि मलाई आउँछ कि तर यहाँको आउँदैन नि त यहाँको थोरै पानी मात्र निस्किन्छ अनि कसरी आउँछ भने फेरि मेरो मामालाको चाहिँ धेरै निस्किन्छ त्यहाँबाट म मजाले आउँछ बाँड्न पनि आउँछ तर मेरो दिदीलाई उयो फुलाउन आउँछ क्या पानीले अब डाइरेक्ट हामी भरे मात्र मिल्छौँ ल गाइस म पनि अब भाइको हेल्प गरिदिन्छु हल्का अब सानो मसिनो हो अब सानो छन् उनको रहर त पुरा गर्नु पर्यो नि त त्यही भएर अब ओके बाई अब भरे भेट्नुपर्छ साथीहरु म चाहिँ निन्द्रामा आइरहेको छु हैन अनि अघि नानीले बनाएछ थोरै भिडियो अनि हुन्छ भन्ने रहेछ उलाई निन्द्रा लाग्यो फेरलाई चालु त्यसो भए मामालाई गराइज यहाँ दादी भाइ मामालाई पुर्याइदिन न लोला फुलाउने मामाले किन पुराउ त नै हिँड्न खुट्टा छ त किन जहिले पुराउनु जान खेल्दै अब केटा आऊ है भन्नु पारङ बिहान होइन उ मान्छेले देख्दा के भन्छौ नानी अलिकति उ है ओ नेत्रे निन्द्रा लाग्दैन राम पारङ दादाले कतिखेर लोला फुलाउँछ र नि हेरौँ भनेर बसेको थिइस् क्या मामु अनि ओइ बाल्टिङ ल्याइदिहाल्नु त बाल्टिङ म ल्याइदिन्न है मेरो चाहिँ छैन यस्तोहरू किन्दै ल्याऊ अब कहिले किन्ने आज हो अनि आज कतिखेर ढिलो भइसक्यो छिटो किन्नु टाइम जान्छ साथीहरु यस्तो छ यहाँ यस्तो छ क्या मौसम चाहिँ मतलब बिहानै छ नि त अहिले अनि त्यही भएर हेलो साथीहरु मेरो हालत चाहिँ यस्तो छ हैन अब यहाँ नानीहरु चाहिँ पुरा होलीको लागि तयारी गरेको छ मतलब मैले मुखै धुएको छुइनँ नि त म उठेर मात्र निस्केको क्या नानीहरुको हल्ला सुनेर होली भन्नु कति धेरै नसुतेको क्या छिटै नै उठेको साथीहरु यहाँको माहौल चाहिँ यस्तो छ कति बज्यो अहिले भनिदिनुस् त गाइजहरु म चाहिँ लड्दै भिडियो बनाउँछु स्कुटीको चाबी दिनु मामालाई जाने साथीहरु पारङले चाहिँ हैन अब देखाइदेऊ त लोला भरेर पुरा यो यति मात्र छ गाइस यहाँ पनि छ हेर्नुस् म चाहिँ पुरा सुति यो छ अनि अझै एक प्याकेट अझै छ भनेपछि पुरा भरिन्छ हैन गाइस मामु साथी म कुन बाल्टिङ लगौँ यो बाल्टिङ उयो यस्तो भएको छ अझै यस्तो भाँच्चेकै ठाउँमा उयो अनि अरु बाल्टिङ त छैन त्यही छ क्या बाइ गाइस म चाहिँ भर्खर उठेको होइन मतलब नानीहरू पुरै हल्ला गरिरहेको रहेछ अनि के गर्दैछ भन्ने चाहिँ हेर्नको उनीहरू चाहिँ पुरै होली खेलिरहेको रहेछ अनि म चाहिँ मुखै नलिँदैन तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरु नानीहरु चाहिँ यसरी होली खेल्दै हुँदैन
अबे कहाँ निको दादा लाटी त्यसै हान्नुहुन्छ यो त थियो नानीहरूको होली होइन अनि त्यस पछाडि मलाई पनि अलिकति जाँगर चल्यो होइन अब बिरामी मान्छे तर पनि रहर हुँदो रहेछ अनि दमकतिर लागे दमकमा त पुरा मिसाल मार्केटमा होइन यति मजाले होलीमा रङ्गहरूसँग रमाएर पुरै सबैजनाले होली मनाइराख्नु भएको रहेछ अनि यसैमा मलाई पनि नाच्न मन लाग्यो अनि म पनि बहिनीहरूसँग आफ्नै पारामा रङहरूसँग होइन खुसीहरू बाँड्दै नाच्न थालेँ दुःख समस्या जे छ जिन्दगीमा हुँदै गरोस् तर एकछिन भए पनि रमाउनुपर्छ है भन्दै रमायौँ अनि यतिकैमा मैले चाहिँ मेरो साथी पहिले हामी एउटै संस्थामा थियौँ उसलाई भेटेर रङ दलिदिएँ अनि यतिकैमा हाम्रो गुरुलाई पनि भेट भयो अनि मेरो बहिनीले रङ दलिदियो ओ माई गड अनि दमकमा एक दुईवटा फोटोहरू खिच्यौँ चिनोको लागि होइन अनि सामूहिक तस्बिरहरू अनि त्यहाँदेखि हामी कहाँ गयौँ थाहा छ हामी सरर र भन्ज्याङ गयौँ तर ट्राफिक नियम चाहिँ पालना गर्नुपर्छ है सबैजनाले आज होली भएर छुट अनि एउटा स्कुटी भएको कारणले गर्दा 3 जना हामी आफ्नै सुरमा गाउँदै गयौँ यति रमाइलो भयो होइन साथीहरू बहिनीहरूसँग यो रमाइलो यति भयो भनेर म व्याख्या गर्न सक्दिनँ होइन त्यो छँदैछ अनि यतिकैमा हामी चाहिँ ठ्याक्क मौसम दादाको भन्ज्याङमा पुग्यौँ यसरी खुसी हुँदै कतै हाँस्दै भनौँ न यति धेरै हाँस्यौँ कि त्यो दुःख समस्याहरूलाई त पुरै मैले बिर्सिदिइरहेको क्या अनि त्यहाँदेखि बाटो अलिकति अप्ठ्यारो रहेछ अनि हामी झऱ्यौँ अनि झरिसकेपछि चाहिँ सुनु बहिनीले एक्लै कुदाएर लानुभयो स्कुटी अनि लाँदाखेरि अनि हामी चाहिँ हिँड्दै गयौँ अनि पर गीतहरू बजिरहेको थियो अनि मान्छेहरू अलिअलि आउनु भएको रहेछ होइन अनि यो चाहिँ चपेटीमा पर्छ एकदमै राम्रो ठाउँ छ होइन अहिले त अब प्रकृतिमा रमाउने मनहरू धेरै छ नि त होइन सहरहरूको भिड होला भन्दा प्रकृति नै सबैलाई मनपर्छ अलिक अर्ग्यानिक ठाउँहरू अनि दादाकोमा चाहिँ पुरै अर्ग्यानिक खानेकुराहरू पनि पाउँछ अनि यसो भन्दै भिडियो चाहिँ बहिनीले लिइराख्नु भएको थियो अनि फेरि बहिनीले चाहिँ चढ्नु म सक्छु भन्यो क्या अनि हो त अनि भन्नुभयो अनि फेरि हामी 3 जना स्कुटीमा चढ्यौँ कस्तो भयो होला क्या यति आँटिलो क्या बहिनी चाहिँ पुरै यस्तो अप्ठ्यारो बाटो पनि 3 जनालाई लगिरहेको छ हामी लडेको भए पनि 3 जना एकैचोटि लड्थ्यौँ तर त्यो लड्ने भन्दा पनि त्यो होलीको खुसी क्या जीवनमा अब पहिलोचोटि यति धेरै खेलेको नि त अनि त्यो कारणले गर्दा हेर्नु त हामी यति रमाएको छौँ नि मैले अघि पनि भने यो खुसी म व्यक्त गर्नै सक्दिनँ जे होस् होली यस्तो रमाइलो हुन्छ भनेर मलाई थाहा थिएन अनि यति भन्दै मौसम दादाको भन्ज्याङमा हामी आइपुग्यौँ अनि सोनु बहिनीले कालो चस्मा लगाएको मैले पनि बाटो अप्ठ्यारो भए पनि होइन पुरा उसले उफार्दै भए पनि बिचरा पुऱ्यायो पुऱ्याउन चाहिँ होइन बहिनी कडा हुनुहुन्छ नि त अनि त्यस पछाडिको भिडियो गर्ने बहिनी उत्रिनु भयो अनि म पनि उत्रेँ अनि त्यहाँदेखि चाहिँ पुरा पर हेरेको मान्छेले कति धेरै रमाइराख्नु भएको थियो होइन अनि तर हामी पनि खत्रै हो नि फेरि किनभने एउटा स्कुटीमा 3 जना गएको मान्छे त खत्रै हो नि त अनि पुरा नाच्यौँ क्या त्यहाँनिर गीत बजिरहेको थियो नि त उतापट्टि साइडमा अनि हामीलाई चाहिँ त्यो कसैलेको प्रभाव छैन क्या कसले हेरोस् कि नहेरोस् हामी आफ्नै तरिकामा पुरा रमाइरहेको थियौँ 3 जना भइसकेपछि त ओ माई गड नै भयो क्या आज फर्स्टचोटि नेहा बहिनीलाई चिने पनि वर्षौँ अगाडिदेखि चिनेको जस्तो लाग्यो अनि कस्तो आनन्द पनि अनि कति खुसी पनि लागेर चाहिँ हामी होइन अनि भन्ज्याङमा ट्याक्क पुग्यौँ अनि जाँदै थिएँ म अनि पछि बहिनीहरू पनि आउँदै हुनुहुन्थ्यो अनि हामीले चाहिँ गएर चिसो खायौँ होइन अब हामीहरू खाँदिनौँ अनि भाइसँग भेट्यौँ अनि कति राम्रो छ भन्ज्याङ हेर्नु न अनि पर डान्सहरू गरिराख्नु भएको छ अनि म पनि डान्स गरेँ होइन यसरी नै यसपालिको होलीहरू चाहिँ रमाइलो तरिकाले मनायौँ अब के थाहा होइन भोलि कसलाई थाहा हुन्छ र सम्झना बिर्सना त हो जिन्दगीमा भनेर अनि फेरि नाचिसकेर फोटो खिच्यौँ अनि सम्झनाकै लागि भए पनि फोटो त खिच्नु पर्यो 1-2वटा सामूहिक तस्बिरहरू खिचिसकेपछि हामी आफ्नो घर गयौँ यसपालिको होली एकदमै राम्रो भयो अनि भन्ज्याङ रिसोर्ट चाहिँ चपेटीमा रहेको छ सो सबैजना आएर प्रकृतिसँग रमाउँदै यो ठाउँमा अवलोकन गर्नुहोला भन्न चाहन्छु एकदमै राम्रो छ अनि तपाईँहरूको बाँकी पल शुभ रहोस् भन्दै आजलाई म तपाईँकै युट्युबको साथी सबिना साम्पाङ पनि बिदा हुन चाहन्छु हस्त नमस्ते यहाँहरूको बाँकी पल स्वर्णिम बनाओस्।